के भन्छ म बिर्सिहाल्छु ल्याटिस अनियन पछि के छ यो पछि अब सस अलिक यस्तो हल्का अलिकति मिलाउँदा नि हुन्थ्यो तर मिलिहाल्छ पहिला चिज हालेर राख्छु अब लेटेस्ट होइन त चिज हो नि त साइडमा हुन्छ म गर्छु यहाँबाट यहाँ भइसक्यो त केबाट कहाँबाट यहाँबाट यसको यो यहाँ छ नि केही गर्नै पर्छ सजिलो यसो गऱ्यो भने चाहिँ हुँदैन होइन जति गरे डबल चिज हाले पनि हुन्छ त्यो पछि अब प्याटी हाल्नु ए त्यो भयो अब खोइ त त्यो हाल्यो लेटस अब लेटेस्ट हाल्यो डबल चिज हाले पनि हुन्छ डबल चिज हालियो एउटामा डबल चिज यहाँ कुन चाहिँ तातो छ तातो बेसी भयो भने लाउँदा हुन्छ अलरेडी लेटेड भइहाल्थ्यो यहाँ तातो भएको यही क्रिम त निस्किने यस्तो निचार्दा अलि धेरै हाल्छ क्या यस्तो लास्टले त्यो निचार्दा तर आज किन पर्पल कलर भयो हिजो व्हाइट थियो होइन धेरै हाल्यो त्यति राम्रो धेरै हाल्यो त्यति राम्रो यसमा के एड भयो हिजोको ससमा ए केचप त्यो हामीले यहाँ मुनि उहरू अलिक कम लाइन क्या सलादहरू सलाद अलिक कम लगायौँ होला हामीले फेरि लगाउँ अलिक हाइट टन्नै देखाइदिउँ न तिनीहरूको बसेर एउटामा चाहिँ गर्ने एउटामा चाहिँ प्लेटिङ गरौँ न त्यो चाहिँ एकदम दामी देखियो
चेरी छैन चेरी छैन चेरी 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 छैन अब त्यो चाइनिज बर्गर बनाउन सकिन्छ होला अब कमिङ सन्डे चाहिँ तपाईँहरू आफैले बनाउनुहोस् एक थरी भेज एक थरी नन दुईवटा बोइल गर्ने ब्लान्च गर्ने पहिला उ गर न खोइ त यो काट छैन ठाडो बनाएको खै यो प्लेट लानु छ यसलाई यसको चाहिँ लुक्स कस्तो दामी भयो है लाइक बर्गर जस्तो त्यसको ठ्याक्क सेपसँग मिल्यो क्या है माथिको बन र त्यसको ठ्याक्क साइज दुईटा भयो दुईटै हाल्दै एउटामा उ गर एउटा साइडमा छैन मेरो हान्नु पाइनु नि यसमा कता लग्यो होइन ए यहाँ एउटामा चाहिँ